पार्टीको सभापति भइसकेको व्यक्तिले मन्त्री पद जोगाउन आफू पार्टीको सदस्य होइन भन्नु कुन नैतिकताले अनुमति दिन्छ भन्दै कुलमान घिसिङलाई लक्षित गरेर समाजसेवी आशिका तामाङले फेसबुकमा लेखेको स्ट्याटसपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ। उक्त स्ट्याटसमा उनले पद र व्यक्तित्वको विषय उठाउँदै सार्वजनिक पदमा बसेका व्यक्तिले स्पष्टता र नैतिक जिम्मेवार बारे प्रश्न गरेकी थिइन्। उक्त स्ट्याटस सार्वजनिक भए लगतै सामाजिक सञ्जाल प्रयोगकर्ता बीच मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले आशिका तामाङको प्रश्नलाई जवाबदेहिता मान्ने नागरिक आवाज भन्दै समर्थन गरेका छन् भने केहीले व्यक्तिगत आक्षेप भएको भन्दै आलोचना गरेका छन्। विवाद सेलाउन नपाउँदै आशिका तामाङले फेरि मन्त्री जगदीश खरेलको एउटा तस्बिर सार्वजनिक गर्दै अर्को स्ट्याटस लेखेकी छिन्। उक्त स्ट्याटसमा उनले 73 जना जीएनजी भाइहरूले आफ्नो रगत बगाएर बनाएको सरकारमा बसेर कुनै पनि पार्टीको समर्थन गर्न तपाईलाई कुन हैसियत र नैतिकताले दियो भन्दै मन्त्री खरेललाई प्रत्यक्ष प्रश्न गरेकी छिन्। यसले बहसलाई थप चर्काएको छ। आशिकाको पछिल्लो स्ट्याटसपछि सामाजिक सञ्जालमा उनलाई लक्षित गर्दै गालीगलौज र आलोचनात्मक टिप्पणीहरू बढेको देखिन्छ। कतिपय प्रयोगकर्ताले उनलाई अराजनीतिक आरोप लगाएको बताएका छन् भने समर्थकहरूले भने जनप्रतिनिधि र मन्त्रीहरूले आफ्नो राजनीतिक धारणा र भूमिकाबारे स्पष्ट हुनै पर्ने तर्क गरेका छन्। हालसम्म कुलमान घिसिङ वा मन्त्री जगदीश खरेलको तर्फबाट आशिकाको आरोप तथा प्रश्नबारे औपचारिक प्रतिक्रिया यस्तो आएको छ। उपसभापति त कुनै पार्टीले इन्डोर्स गरेपछि होला नि त। मैले त्यो उसमा साइन पनि गरेको हुँदैन। दुईटा पार्टीको बिचमा कुलमान घिसिङलाई पनि ल्याउनुपर्छ, उहाँलाई उपसभापति बनाउनुपर्छ। दुईटाले एग्रिमेन्ट गरे, त्यसलाई